हेलो हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अन्त आज चाहिँ म चाहिँ पुरै उकालो चढ्दैछु। यस्तो ठाडो बाटो चढेर चाहिँ म चाहिँ जाँदैछु माथि। सबसे हाम्रो गाउँको सबसे टप गाउँमा सबसे लास्ट त्यहाँ चाहिँ। अनि म चाहिँ त्यहाँ चाहिँ किन गएको भने चाहिँ खेतला गएको। खेतला चाहिँ होइन, सघाउनु गएको। अनि त्यहाँ चाहिँ घरको सबै बिरामी हुनुहुन्छ। अनि मकै छरेको थिएन हो। अनि आज चाहिँ जोतेर छर्नु हुँदैछ। अनि म चाहिँ सघाउनु गएको हो। कस्तो दामी देखेको हेर्नु, झाँक्री ढुङ्गा ऊपर देख्ने झाँक्री ढुङ्गा हो। म चाहिँ हजुरहरूलाई माथि टपमा गएर देखाउँछु हाम्रो गाउँ चाहिँ कस्तो देख्छ भनेर है। अहिले चाहिँ म चाहिँ उकालो हिँडिरहेको छु, त्यही भएर स्याहाँ स्याहाँ भइरहेछ। साह्रो पऱ्यो। मैले माथि गएर भेट्नेछु। कस्तो दामी देखेको। अहिले भेटौँ है। ले हेर्नुहोस् त हाम्रो गाउँ कस्तो दामी देख्छ यहाँबाट। यो चाहिँ पाहाडी देख्ने चाहिँ कुमु खोला हो। अन्त यो बगमटार, अनि यसलाई चाहिँ गैरी गाउँ भन्छ हो। अनि यता चाहिँ झाँक्री ढुङ्गा, यो डाँडा लाइन हो। यो चाहिँ तलसम्म घर छ। अनि यो देख्ने चाहिँ झाँक्री ढुङ्गा हो। हेर्नु न कस्तो दामी देखेको है। वाउ, आलु झन् कस्तो दामी देख्यो। यहाँ पनि आलु पुरा लगाएको रहेछ, तर अलिक सानो सानो बोट रहेछ। अन्त सबै आलुले गर्दा हरियाली देखिरहेछ, क्या दामी देखिरहेछ है। यहाँ माथि चाहिँ पहाड छ, यहाँ चाहिँ हिमाल छ हो। हिमालको फेदमा चाहिँ हाम्रो गाउँ, प्यारो गाउँ झाँक्री ढुङ्गा, बगमटार, गैरी गाउँ, अनि कुमु खोला। हेर्नु कस्तो दामी देखेको। अरूभन्दा पनि यहाँ झाँक्री ढुङ्गा चाहिँ वाउ, क्या दामी देखेको है। यो चाहिँ पर ग्रिन कलरको टुरिज्म हो। यतापट्टिको रेड चाहिँ हाम्रो काकाहरूको हो। त्यहाँदेखि अलिक मुनिपट्टिको त्यो अलि रातो झन्डा हल्लिँदै गरेको चाहिँ हाम्रो हो। त्यहाँदेखि पर स्कुल छ ग्रिन कलरको। अनि यहाँदेखि उता पनि गाउँमै गाउँ छ है। वाउ, क्या दामी। हाम्रो गाउँ क्या दामी देखेको। यहाँबाट